माननीय मन्त्रीजी, यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आयौँ। सुन्नुभयो, महाशयले बोल्नुभएको सुन्नुभयो? गृहमन्त्रीज्यू हेर्नु त, अनि यस्ता यस्ता बेशरम र हुतियारा यो नियम कानुन यसलाई लाग्दैन? यसलाई भने मैले गलत भने त्यतिखेर अर्को व्यक्ति मन्त्री हुँदाखेरि उसको आफ्नै मुखबाट थुतुनुबाट बोलेको कि केबाट बोलेको यो व्यक्तिले? अनि उसलाई यत्रो तपाईँको चाहिँ भ्रष्टाचारको यस्तो चाहिँ केस लाग्दाखेरि, यस्तो कुरोहरू आउँदाखेरि आफू सोध्छ र गलत नगरेको व्यक्ति छ भने यो व्यक्तिले स्वत तरिकाले कुर्सी छोडेर राजीनामा दिएर मलाई छानबिन गर्नुहोस् भन्न किन सक्दैन? ए नेपाली काङ्ग्रेस भनाउँदाहरू, बाको दोब्राको फेर समानहरू, तिमीहरू किन बोल्दैनौ? कि तिमीहरूका बाबुहरूले जे गर्दा पनि हुन्छ यसो भनौ भनेर नरिसाउनु होला सत्य र यथार्थ कुरोको लागि। उसैबाट बोलेको मुखको बोली सुन्नु हुँदैछ नि? मानव बेचबिखान र भ्रष्टाचार गरेको अकुच कमाएको उसलाई आरोप लागिराख्दाखेरि त्यो कुर्सीमा किन चिप्किराखेको सुपर ग्लु लगाएर? अनि यस्ता हुतियारा, यस्ता चोरहरूलाई सपोर्ट गर्ने व्यक्ति महाचोर हो। यिनीहरूलाई भने होइन मैले, जो व्यक्तिले यस्तालाई सपोर्ट गर्छ नि तिनीहरू महाचोर हो र यो देशका धमिरा तिनीहरू चाहिँ हो। साँच्चै जसले यस्तालाई सपोर्ट गर्छ तिनीहरू यो देशका धमिरा हुन् है, चिनिराख्नु होला। यिनीहरू धमिरा होइन नि, यो देशका धमिरा हुन्। यस्ता व्यक्तिलाई बचाउन खेल खेल्नेहरू के भन्नुहुन्छ कमेन्ट गर्नु। सत्य कुरो यस्तै हुन्छ, तितो लाग्छ होला नि सुन्दा कि कसो? कमेन्ट